आजको हाम्रो यात्रा भनेको चाहिँ झरनाको रहेको छ। झरना चाहिँ पाहाडमा छ होइन। अनि हामी चाहिँ पाहाड गएको बाटो एकदम राम्रो छ होइन, पाहाडको बाटो। अनि हामी मैले बाटोको भिडियो बनाउँदै गएको होइन। अनि त्यही भएर अलिकति लामो छ बाटोको भिडियो चाहिँ। प्रायः बाटो राम्रो देखेर मैले भिडियो लामो बनाएको छु कि। अनि बाटो राम्रो छ, अनि माथि पहाड देखिरहेको छ। अनि पहाडतिर चाहिँ प्रायः कुहिरो लागेको हुन्छ कि हुस्सा परेर एकदम माथि कुहिरो लागिरहेछ। अब हामी पुग्नु लागेको छौँ, धेरै पनि छैन, अब आइपुग्नु लाग्यो होइन। तर अलिकति माथि चाहिँ बाटो नराम्रो थियो, मैले त्यसलाई चाहिँ भिडियो बनाइनँ। किनभने राम्रो बाटोमा मात्रै भिडियो बनाएको छु, नराम्रो बाटोमा त लडिन्छ कि भन्ने डर हुन्छ नि त। पुगी पनि सक्यो फाइनली। अनि मैले पुलमा फोटो खिचेँ, अनि त्यो एउटा भिडियो पनि बनाएँ होइन। अनि अहिले चाहिँ भिडियो झरना चाहिँ हामी पुग्यौँ न, तै पनि खोला चाहिँ पुग्यौँ। झरना अलिक चिप्लो माथि भएको कारण हामी टन्नै थियौँ नि त। अनि झरना चाहिँ गयौँ न, खोला पुग्यौँ। अनि फोटोसोटो खिच्यौँ, भिडियो बनायौँ। अनि भिडियो बनाएर हामी फर्किएको। तर यहाँ चाहिँ फोटो खिचेको छ, फर्केको छैन। फर्किँदा चाहिँ पानीले कुटेर के हामीलाई पानीले कुटेर झरनामा नभिजेको, तर पानीले भिजाएर छोड्यो हामीलाई। भिजेर लोथ भएको थियौँ, त्यताको चाहिँ छैन फोटो भिडियो केही पनि।